फेसबुकबाट कमाएको पैसा घटिरहेको छ भनेर मलाई धेरै साथीहरूले मेसेज गरिरहनु भएको थियो। यदि तपाईँको पनि पैसा घटिरहेको छ भने तपाईँले हेर्न जान्नुभएको छैन भने यो भिडियो चाहिँ तपाईँको लागि रहनेछ। नयाँ हुनुहुन्छ भने फलो गरेर जोडिनु होला, एउटा मिठो कमेन्ट गर्नु होला, तपाईँलाई पनि सपोर्ट मिल्नेछ र तपाईँको पैसा चाहिँ घटेको हुँदैन। यो चाहिँ तपाईँले कसरी हेर्न सकिन्छ भनेर म तपाईँलाई यो मोबाइल स्क्रिनबाट देखाउन गइरहेको छु। यसरी चाहिँ फेसबुक खोल्नु होला। फेसबुक खोलिसकेपछि तपाईँले पर्सनल ड्यासबोर्ड अथवा ड्यासबोर्ड खोल्नु होला र तपाईँको यहाँनिर पैसा देखिनेछ। यो ठाउँमा चाहिँ तपाईँले घटेको छ भनेर मलाई धेरै साथीले मेसेज गरिरहनु भएको छ। तपाईँले चाहिँ यो पुरै पैसा हेर्नको लागि तपाईँले चाहिँ यसमा क्लिक गर्नुपर्ने हुन्छ। तपाईँले यसमा क्लिक गरिसकेपछि लास्ट 28 डेज लेखेको छ माथि हेर्नु होला। यहाँनिर यसमा क्लिक गरेर तपाईँले लास्ट 9 डेज भन्नेमा ठिक लगाउनु भयो भने तपाईँले चाहिँ 3 महिनामा कति पैसा कमाउनु भयो पुरै पैसा चाहिँ यसमा देखाउनेछ। तपाईँको चाहिँ त्यो अर्को ठाउँमा किन घटेको जस्तो देखिएको हो भने त्यसमा चाहिँ तपाईँको 28 दिनको मात्रै पैसा देखाउने भएको कारणले गर्दा पहिलाको महिनाभन्दा यो महिना अलिकति कमाइ कम भयो भने तपाईँको त्यहाँ घटेको जस्तो देखाउन सक्छ। त्यही भएर चाहिँ तपाईँको पैसा कतै हराएको हुन्न। तपाईँको पैसा चाहिँ यो 90 डेजमा क्लिक गर्दाखेरि 90 दिनमा कमाएको पैसा पुरै यसमा सो गर्नेछ। तपाईँ टेन्सन नगर्नु होला। यदि भनिसकेपछि तपाईँले बुझ्नु